हेलो गुड मर्निङ साथीहरू। आज भाइटिकाको दिन। अचारको लागि भटमास भर्दैछु है म चाहिँ। मेरो छोरी अहिले उठु गरे। खोइ बोलेको उठेको होइन। नानी नानी आज दादालाई टिका लगाइदिने नि। करे नानी नानीको हो खुसी लाग्यो। नलडाउनु ल। म चाहिँ केक लिएर आएको किनभने मेरो छोरी पनि सानै, मेरो छोरीको माइतीहरू पनि सानी सानी छ नि त, त्यही भएर एकछिन फ्रिजमा राख्नु पर्यो। केक अहिले बेला भएको छैन नि त छोरी। अब यहाँ नाम पकाउनु पर्छ अनि नुहाई धुवाई गर्नुपर्छ अनि मात्रै ल केक ल। ज्ञानी छोरी पो त नानीकै लागि लिएको त नि। केक खाने भनेर भित्र के गर्दै हुनुहुन्छ र? सिम सिम तरकारी पकाउँदैछु है म चाहिँ। अझै पकाउनु पर्ने चाहिँ राँगाको मासु। अब यता सुँगुर पकाउनु पर्ने। धुवाले मार। यो चाहिँ पापड अनि अचारको लागि रेडी हुँदैछ। प्याजहरू आलुहरू सबै खानेकुरा इट्स रेडी। अब तयार हुन गएको। यस्तो दुना क्या लु है हामी चाहिँ भाग लाउँदैछौँ खानेकुरा। गाइस छ हाम्रो तिया। यहाँ यो पनि देखाउनु। खानेकुरा पनि देखाऊ। एउटा लगाइदिनु त। यही हालिन्छ नि गास्नु। रोटी के पो अनारस दिने रोटी। मेरो भाइटिका गर्ने मेरो छोरी चाहिँ यहाँ रेडी भइसकिन्। रेडी अब हामी चाहिँ यहाँ साडी लाउन आएको कि अब गर्ने। रेडी भयौँ। हुने अब चाहिँ के भन्ने अब बन्द गर्नु ल भिडियो गर्नुभयो मम्मी यहाँ सबैलाई ह्यापी बर्थडे दाजु र बहिनी। ह्यापी भाइटिका टु यु। सबैलाई गर्नु नि। प्राप्ति बहिनी भाइटिका ताली बजा नानी। ताली बजा। लु अफ गरौ। यहाँ अफ गरेको भिडियो गर्दिनु। उभेर सबैमा अफ गर। खोइ यसो टाउको निकाल्नु छैन। अफ गर दुईजनाले अफ गर ल। फुक ल। खोइ ल भयो बच्चा। लु एकछिन सबै निकालौँ ल। अफ गर। त्यही डली जान्छ है फेरि। यो म्याजिकल क्यान्डल हो क्या। सबै सकाउनु पर्छ। पहिलेसम्म गर्नु पर्ने भएन। पानीले भिजायो भने मात्रै हुन्छ। काट्नु मम्मीले त केकको मात्रै गर्नु। काट ल। Happy tiar to you, Mang Semilimu. Happy tiar. म त ताली बजाइदिनु। नानी दादालाई खा त। एटिका त यहाँ दादालाई खुवाइदे। दादालाई खुवाइदेऊ नानी। ल हातले दादालाई खुवाइदे। दाहिने हातले खुवा। हलो खा। त्यो फुपूलाई पनि खुवा। होइन अब सबैलाई एकछिनमा। ए ल त। अफ गर्नु। ल बन्द गरिदिनु। बाइ बाइ गाइस। यसरी घुमाउँदै अझै त पर उठेको गरे नि त। हे उता पनि लाउँदै हुनुहुन्छ टिका? ए
ए मेरो हात कामिसक्यो टुनटुनको दुईटा निदा छ बहिनीले अब जस्तो बाङ्गो लाए पनि सिधा लाए पनि लाउनु पर्यो नि अब च्याप्टै लगाइदियो रिदमको त सिधा न सिधा छ अनि यिनीहरूले तल भुइँमा मजाले फोटो खिचिदिनु पर्छ रिदमको त दामी लगाइदिएको छ है सुनको अलिक बाङ्गोको होला अहिले एकछिनमा मिलाइदिनु पर्छ गाडा कलर ऊ झन् मच्ची जान्छ फेरि के भन्नु छ छैन बाङ्गो छ छैन सिधा छ सिधा अब कुन बाँकी रह्यो अब कुन रह्यो बिनु लगाइदियो ओइ बिनु सक्यो माला कुन कुन हो त्यो बाँकी छ यो हरियो बाँकी छ एकछिन सुन्ने छ लु भयो अब माला लगाइदिएको लु यो माला ला ओ बिनु ऐना राख त छैन ऊ फुटेको छैन त्यो स्क्र्याच मात्रै हो अलिकति यो मामाको बिनु अहिले त्यो तिमी पनि भ्लग बनाउन चाहन्छौ हेलो भन होइन हैन ए हामी लाइभमा दिन्छ अब यो सुन दादालाई यति नै मेरो सुन दादा दिन्छ त्यो टुन्ने दादा सुन खाएको ए दिइहाल्यो गिफ्ट गिफ्ट चाहिँ यता ल गिफ्ट पनि दिइहाल्यो हैन पम्प खानेकुराहरू सँगै होइन गिफ्ट पहिला अनि खानेकुरा रिदममा यो मिलाउने ल यो सुन दादालाई देऊ सेन दादालाई ए है देखिरहेछ लु खानेकुरा देऊ दादालाई देऊ देखिरहेछ खानेकुरा लु खानेकुराहरू जुन जुन देऊ हुन्छ नानी सारी यहाँ त दुई ला त बहिनीलाई पैसा दुई हातले दिएको यहाँ भिडियो गर्न कान्छे मान्छे नि यता आइज त ल यो 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 दिदम दादालाई चाहिँ यो हटाउनु त यो हटाउनु न नदे बिनु भिडियो गरिदिन्छ बिनु मोबाइल दिनुभयो चोबु त म खतरा भिडियो गरिदिन्थेँ नि यो सुन दादालाई आऊ यतैबाट आऊ तीबाट देऊ दादालाई देऊ थाप 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 सेवा गर्न नि सेवा ल सेवा गर त दादालाई पनि दादा सेवा सुन ला त यो बहिनीलाई पैसा दिए ल लु अब तिमीहरू यो पैसा कहाँ खाऊ भने चेली यता छिन् चेली दादाले लगाइदिनुहुन्छ टिका अब बहिनीलाई त अम्लीले लगाइदिनु पर्छ यो बहिनीले लगाइदेऊ यो बिचमा है बिचमा ल अब रिदम दादाले तीनजना मान्छेहरू म त पुरै त जापानको झन्डा नै बनाइदिए हो रहेछ साँच्ची जापानको झन् नानी यो अलि सानो लगाइदियो रिदमले त सानो लगाइदियो अरू पनि लगाइदिनु भयो तल्लोमा लगाइदियो तल्लो छ जान्दैन नि त केटाकेटीले लु भयो लु हात पुछ है लुगामा लाग्ला नि लाकिन बाङ्गो लगाइदिनु भएको ठुलामा रातो पनि लगाइदिनु नि माला लगाइदियो बहिनीलाई यहाँ भिडियो गरिदेऊ ल माला लगाइदियो बहिनीलाई ल माला लगाइदिए माला लगाइदेऊ सुन दादा मेरो बहिनी भनेर लगाइदिए हो त्यसरी यसरी गर्न मेरो बहिनी भनेर गर्न तेरो काहीँ नभएको बहिनी एकछिन छोड्दैन एकछिन छोड्दैन यो बहिनी ल कहाँ लगाइदिनु भएको फेरि म लु अब वाउ कति नाम देखियो यिनीहरूलाई उयो मासतिर बसेर खाउँछि ल ल अब यहाँ मासतिर छ कहाँबाट पोकाएको कान्छी तपाईँहरू चाहिँ अब एकछिन भइरा धारणा गरिदिनु हामी त त्यसरी बस्छौँ एकछिन काट्छु चुरे जस्तै हो एकछिन अब तेरो पालो आउँछ तिम्रो कोठा मैले त झन्नै तेलमा पो पानी लाएँ जा त जा लु बेहुतीलाई पनि बोलाइहाल्नुपर्छ अब यिनीहरूलाई लगाइदिनु भएको केटाकेटी बुहारीको परबाट आउनु लु बस त तिमी त अब के गर्नु यस्तैमा बिहानदेखि मम्मीको पालो टिका लगाइदिनु मम्मीको मोबाइलबाट चाहिँ बनाउनु पर्थ्यो नि
मम्मीको मोबाइल हुनु पर्यो नि त। तिनजनाले लगाइदिएको हो नि त टिका, मेरो छोरी अनि सासू आमा अनि आमा चाहिँ दिदीले चाहिँ अहिले लगाइदिँदै हुनुहुन्छ माथि। म चाहिँ यहाँ खाना रेडी गर्दैछु, अचार बनाउँदैछु, भटमासको अचार। आलुभरि कमी लागेछ हौ, त कमी लागेको। के छिन् राख्न नानी, केक राख्न नि राख्नु राख त केलिङ्गाले बिहोस नबस। म भाइले टिका लगाइदिएको के हुन्छ हैन नि आयन जङ हो नि नाम त मांसम के लगाइदेऊ आयन जङ है, आयन चाहिँ पाउँदैन, जङ चाहिँ लिम्बूको पर्छ। कसैले भनेन मैले टिका त लगाइदिएँ, मैले सलै उड्नु बिर्सेँ त अनि सल माङ्सेमीले नि ओढेको छैन। ए टिका त रहेछ त हैन अम्ला छोरा डोलो लगाइदेऊ, त्यसरी जान्दैन डोलो मुनि लगाइदिनु आलु खोज्दैछ हैन अम्ला चोबेर लगाइदेऊ न आम्मामा जान्ने सेवा हुनु बडा म त कहाँ भन्नु हो त लगाइदिन्छ हेर्ने यही लगाइदिनु उसको घरमा त लाउनु नमानेर नि के अरे निदाल लुकाको थोरै हैन बल्लेले लगाइदिएको हो त टिका लाउनु पर्छ ल मम्मी ला म्याउ 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 छोड्दा अघि लगाइदिनु भयो माला खोइ माला माला ल्याउ त। ए माला त आफै लगाइदिन्छ। लु लगाइदेऊ त दाब भाइलाई। माला माला लु लगाइदियो लगाइदियो। भाइ त कस्तो नमानेको हो। सेमी आऊ भाइलाई लगाइदिनु, टुनटुन भाइलाई लगाइदिनु। आऊ भाइलाई टिका लगाइदिनु के भाइले मलाई टिका लगाइदेऊ ल मेरो 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 खोइ छोड्नु। खान्ते पिन्ते हुँदैछ। कस्तो छ खानेकुरा? भाइ टिका सक्यो है। अनि अब म भाँडा माझ्न आँटेको। हेर्नुहोस् भाँडा यो कुर्ता चाहिँ आज गिफ्ट आएको, दिदी बहिनीले दिनुभएको है, साथी हो। अनि यता चाहिँ हुनुहुन्छ मेरो भान्जो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।